गाइज फाइनली हामीहरू चाहिँ अब जान लाग्छौँ माथि र मेरो हातमा छ सामान टक्क यो रोडमा हिँड्न लाग्छौँ। यो बाटो गएपछि चाहिँ गोर्खा आउँछ होइन, गोर्खा दरबार। हामी चाहिँ यता ठाडो जान्छ मलाई उकालोतिर, यसो त्यो माथिको डाँडातिर जानु पर्यो। मेरो साथमा हुन्छ सर हुनुहुन्छ, टक्क मस्यु यसो वाकिङ गर्दै बेलुको पख बादल बनेर आए नि अनि ट्याक्क यो बादल छ, यस्तो दामी छ भ्यू हेर्न सक्नुहुन्छ। केराको बुट्टा त्यो घरको माथि चाहिँ नेपालको झन्डा रहेछ हेर्न सक्नुहुन्छ। हामीहरू चाहिँ हल्का माथि आइसक्यौँ डाँडामा होइन, उकालो छ बाटो। म यहाँ हिँड्दैछु ट्याक्क पारेर वाकिङ उकालोतिर। उता बच्चा चेयर खेलिरहेछन् बाख्रा चराउँदै, सर यहाँ अगाडि हिँड्दै हुनुहुन्छ, म यहाँ हिँडिरहेको छु होइन। होइन यहाँ बाख्रा चराउँछन् यिनीहरू हो। हामीहरू फेरि हिँड्दैछौँ। यहाँ चाहिँ समथिङ 500 वर्ष पुरानो रुख छ, यत्रो ठुलो विशाल। मेरो मोबाइलको अहिले क्वालिटी पनि हल्का घटिरहेछ किनभने अहिले आर्थिक अवस्था कमजोर छ मेरो। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यो गोर्खाको पुरै यस्तो दामी ठाउँ हो नि, हेर्न सक्नुहुन्छ यो पुरै भ्यू। टक्क चाहिँ माथि गयो भने यस्तो दामी आउँछ, पुरै हरियो पुरै फाँटाहरू। यहाँ अगाडि पिपलको बुट्टा पनि छ, यस्तो दामी पिपलको बुट्टा। म यहाँ हिँडिरहेको छु लखर ट्याक्क होइन। अनि जसले लाइक गर्नुभएको छैन लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्न नबिर्सिनुहोस् है। जति छिटो सब्सक्राइब गर्नुभयो त्यति छिटो भिडियो आउनेछ। अनि लाइक गर्नु भनेपछि मिठो कमेन्टहरू। अनि यहाँ बेलको रुख पनि रहेछ हेर्न सक्नुहुन्छ, यस्तो दामी छ भ्यू। आमा बादल बने नि हुन्न र। म यहाँ छु, हामीहरू त जाँदैछौँ। ऊ अगाडि चाहिँ मन्दिर छ समथिङ, हामीहरू त्यो अगाडि गएर फेरि आउनेछौँ। र हेर्न सक्नुहुन्छ फेरि म हल्का माथि आएको, यो हो मेन रोड। यहाँबाट चाहिँ त्यो कुहिरो लाग्छ नि, त्यता छ गोर्खा दरबार। अनि हामीहरू चाहिँ यता छौँ जाँदैछौँ। पूजा मन्दिर छ हेर्नुहोस्, यस्तो दामी छ नि फेरि भ्यू। मन्दिर हो क्या यो सायद, भगवान् रक्षा गर है। सोचेको आँटेको सबै पुरा गरिदेऊ। आकाशमा चिलहरू उता घुमिरहेछ। खासै मेरो मोबाइलको क्वालिटी चाहिँ राम्रो छैन, त्यही पनि म भ्लग बनाउनु चाहिँ छोड्दैन कि गाइज। तपाईँहरूले माया मात्रै गर्नुहोस् न, हजुरको लागि भनेर दामी भिडियोहरू म लिएर आउनेछु। त्यही हो, उकालोमा अब स्यास पनि भइहाल्छ, केही छैन। लाइक गर्नुहोस् है, फेरि मिठो कमेन्ट पनि गर्नुहोस्। हामी हल्का माथि गएर भेट्छौँ। ल हेर्न सक्नुहुन्छ हामी तलबाट आएको होइन, त्यहाँ तलबाट आएको यस्तो हुँदै यहाँ आइसक्यौँ। माटो पनि रातो छ, भ्यू हेर्न सक्नुहुन्छ। पारी धानको बारी हो, त्यो पुरै धान लगाउँछ। यतातिर रुखहरू छ, अगाडि सर हिँड्दै हुनुहुन्छ, म यहाँ हिँड्दैछु गाइज। पसिना पनि आइरहेछ। समथिङ अहिले 3 बज्यो होला। हामी वाकिङ हिँड्नुपर्छ यसो मिलाएर। अनि त्यही हो, माया छ सबैलाई। अब गेन्जी आन्दोलनमा के कस्तो भयो, अब मृतकको आत्माले शान्ति पाओस्, त्यही हो। म पनि एक हिसाबले त गेन्जी नै हो होइन, किनकि म पनि त 20 देखि माथि र 23बाट तलको हो। तर म उपस्थित हुन पाइनँ, म आफ्नै प्रोब्लममा तनावमा थिएँ, चोट लाग्थ्यो मलाई। त्यही हो, ठिक छ, केही छैन। यस्तो बादल लाग्छ नि यो पुरै हेर्नु सक्नुहुन्छ। यति माथि आइसक्यो म, हल्का माथि गएर म तपाईँहरूलाई देखाउँछु फेरि राम्रोसँग। गर्मी भइसक्यो माथि जाँदै। हामीहरू चाहिँ अहिले कहाँ जाँदैछौँ अरे सर? अहिले हामी माथि पानी ट्याङ्की जाँदैछौँ। पानी ट्याङ्की भन्ने ठाउँमा त्यहाँ जानु पऱ्यो, हातमुख धुनु पऱ्यो, टक्क पानी खानु पऱ्यो। सिडी हेर्न सक्नुहुन्छ, यसरी हिँड्नुपर्छ। यहाँ यस्तो उकालो सिडी छ यहाँ, टक्क हेर्नुहोस्। मेरो पसिना आएर हैरान छ। त्यही हो, ल एकछिनमा भेट्नेछु म होइन। हेर्न सक्नुहुन्छ पानी ट्याङ्की एउटा, यहीँभित्र आउने पानी।
बु पानी माछा त छैन कति गहिरो होला त्यो भरि हुनुपर्छ पानी तल जानलाई भरि हुनुपर्छ पानी त्यहाँ गइसक्यो पानी धोरेर फोन गर्छ खै लागिसकेछ त्यही हो गाइस एउटा पानी ट्याङ्की यहाँ भेट्यो अब एउटा माथि रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले भ्यू दामी छ पारीको तर खासै यो मोबाइलले फोकस गर्दैन नत्र त्यस्तो दामी देखाउँथ्यो गाइस तर के गर्नु यस्तो दामी छ पारीको हो त्यो पारीको डाँडा पाखा एक्स त 10x हुन्छ तर क्लियर देखाउन्न कि यसले अहिले यो मोबाइलले त्यही पनि ठिक छ एकछिनमा भेट्नेछौँ होइन यहाँ चापी नै लागेन कि चापी खैला रहेछ भोलि तेल लिएर आउनुपर्छ यसमा तेल हाल्नुपर्छ अनि हुन्छ बल्ल लागिरहेको छु धौधौ गरेर लाग्यो त्यही अब एकछिन हामी माथि गएर भेट्छौँ अब यहाँबाट माथि जानुपर्छ त्यही हो गाइस फेरि हामी अर्को माथितिर आइसक्यौँ होइन यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सरले पानी लगाउँदै हुनुहुन्छ सास पनि फुलेर हैरान भयो अझै जानुपर्ने छ माथि त्यहाँ सेरे बसिरहेछ कुकुर सेरे टक्क यहाँदेखि माथि जाने हो त्यहाँबाट हेर्नुहोस् पानी त गइरहेछ भक्का भक्क त्यही पानी खान्छन् हामीहरू यो पानी के खान्छ कहाँ छान्निन्छ रुख त्यही दुई नम्बरमा आइसक्यौँ है यो किनभने चाहिँ यसो पानी अब पानी त चाहियो गोर्खामा पानीको सबैभन्दा महत्त्वपूर्ण भने पानी नै हो पानी नै पुग्दैन त्यही भएर यसो ट्याङ्कीहरू गराएर राख्यो भने चाहिँ पानी आफूले बचाउन सक्यो भने चाहिँ भरि आउँछ यस्तो ट्याङ्कीहरू यही ट्याङ्कीबाट ट्याक्क राम्रो गर्न मिल्छ अनि यहाँ हेर्न सक्नुहुन्छ सेरेलाई चोट लागेको रहेछ सेरेलाई चोट लाग्यो अब हामी उकालमा जाँदैछौँ पसिना नि हैरान पसिना यस्तो छ बाटो पनि अग्लो यहाँ चाहिँ पृथ्वीनारायण शाहले एकीकृत गरेर सबैभन्दा सुरुमा सेना खटाएको यहीँबाट होइन अनि हामीहरू नाम्जाली डाँडामा पनि गएको थियौँ घुम्नको लागि त्यो भ्लगहरू अर्को मोबाइलमा थियो मोबाइल नै बिग्रियो गाइस त्यही भएर अहिले अर्को मोबाइल चलाउँदैछु धैर्य गर्नुहोस् 2-3 महिनापछि अर्को मोबाइलबाट बनाउने छु अहिलेको लागि अब काम चालु गरौँ अनि हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ मोस्ट इम्पोर्टेन्ट भनेको यो अब यहाँ दसैँ तिहारमा अरे यहाँमा बनाउने रहेछन् पिङ यस्तो चर्के पिङ बनाउँछन् रुख पुरानो छ यस्तो छ हामी हल्का माथि आयौँ यत्रो घरहरू छन् यहाँ बिल्डिङहरू यस्तो ठाउँमा हामीहरू फेरि यस्तो ठाउँमा छौँ उकालोमा लास्टै हिँड्नुपर्छ सास फुल्छ अर्को धारा यहाँ छ तर यो मानिसको यहाँ समाजको धारा हो अनि यहाँ मन्दिर छ हेर्न सक्नुहुन्छ फुलहरू फुल्दैछन् यो फुल त आफै उम्रिया होला है त्यही हो हामीहरू माथि जाँदैछौँ अनि अर्को दामी भ्यू भने ऊ त्यो हेर्नु न तल यसले फोकसै गर्दैन कि त्यहाँ तल छ नि त्यहाँ पुरै खेत लगाएर कस्तो दामी देखिया छ अग्लो होचो हामी तराईमा बसेको यो उकालोमा हिँड्न त गएको कि यहाँको हजुरआमाहरूले हाँस्दै हुनुहुन्छ गाइस लास्टै उकालो रहेछ कि यहाँ बड पिपल पनि यहीँ रहेछ हो त्यहाँ भर्खर बादल निस्किनु लाग्छ बिहान जस्तो हुनु लाग्छ बेलुकी पर्नु लाग्यो भर्खर बादल जानु लाग्छ यार काँडाहरू यस्तो दामी छ कालो यता हामी यता जानुपर्ने भयो बाटो यस्तो छ हालत यस्तो छ मान्छेको हालत यस्तो छ सर्लक्क पारामा जाने पारामा बाटो बाटोको हालत
भर्खर नयाँ गरायो क्या बाटो। मुसाउ त्यहाँ थियो भाग्यो। त्यही हो दामी चिज चाहिँ भन्नुलाई यस्तो आउँदाखेरि गाउँमा जस्तो लाग्छ। हेर्नु केराहरू त्यहाँ माथि लगाएको छन् केराहरू। बाटो यस्तो हिलो छ जुत्ता हिलो भयो। पानी परेको परै बिहानभरि पानी पर्यो। अहिले चाहिँ हल्का उ भएको छ पानी फाटेको छ पसिना आइसक्यो गर्मी भएर। तर यहाँ आइसकेपछि चाहिँ गाउँतिर छिरा जस्तो लाग्यो मलाई। यसो गाउँमा जस्तो भित्रभित्र गाडीहरू हेर्नु पुरानो जमानाको डोको यस्तो हुन्थ्यो केरा गाडी। हेर्नु यस्तो छ बाटो पनि। यमा गाडी हिँड्छन् होला त यमा यस्तोमा नि गाडी हेर्न सक्नुहुन्छ। मकै भ्याइएर बुढीहरू लगाएर छन्। त्यही हो गाइज होइन बाटो हिलो छ। हामी हल्का गाडी गएर भेट्नेछौँ। त्यसको लागि इन्तजार गर्नुहोस्। त्यही हो गाइज फाइनली हामीहरू हल्का यता आइसक्यौँ। हेर्नु मेरो खुट्टा यस्तो हिलो भइसक्यो पुरै रातै रातो सर्कुन रातै रातो। अनि हेर्न सक्नुहुन्छ यस्तो दामी छ नि यो भ्यू मा कसम। मलाई एडिट सिडिट केही गर्न आउन्न गाइज। जस्तो छ जे छ त्यही हालिदिने हो। राम्रो लाग्छ भने चाहिँ हेर्नुहोस् होइन नराम्रो लाग्यो पनि हेर्नुहोस् माया गर्नुहोस्। अनि यसलाई कोइरालो भन्थ्यो हाम्रो घरतिर। यसलाई यो रुखमा फलेछ कोइरालो भन्ने। यसको अचार चाहिँ यस्तो दामी हुन्थ्यो चुकिलो चुकिलो टाइपको। यो फुल हुन्छ नि फुल खाने चाहिँ यस्तो दामी दामी। यहाँ पनि फुल नलाएर चाहिँ भर्खर। अनि यो भ्यू हेर्नुहोस् न यस्तो दामी छ यो भ्यू मा कसम। यस्तो दामी भ्यू छ कुरै छोडिदिनुहोस्। त्यही हो हामीहरू यहाँ भित्र जङ्गलमा जाँदैछौँ। यता यो जङ्गलबाट हो पानी ल्याउने जाँदैछौँ। ऊ आन्टी त्यहाँ घाँस काट्दै हुनुहुन्छ राम्रोसँग। अनि बाटो पनि यस्तो छ पुरै हिलो हिलो बाटो छ। जाउँ सूर्य घाम पछाडि लागिरहेछ मेरो। त्यो नि क्यामेरा यस्तो नराम्रो होला। आन्टी घाँस काट्दै हुनुहुन्छ ट्याक्क। हामीहरू चाहिँ पानी लाउनु पर्यो। हिलो हिलो यस्तो हिलो छ यी हेर्न सक्नुहुन्छ पुरै खुट्टा बिग्रिने हिलो पानी नै पानी। बर्खाको समयमा ह्यान्डसम बनेर त निस्किनै नहुने के फोहोर भएर हैरान। किर्र कराइरहेको छ ऊ। यो हो नि त रियल नेचर। सहरमा बस्नेलाई हामीलाई के थाहा गाउँको कति रमाइलो छ भन्ने। कराको हेर्न सक्नुहुन्छ गाइज यहाँ पनि रहेछ एउटा ट्याङ्की। यहाँ यो ट्याङ्की चाहिँ हामीले छुन मिल्दैन अरूको हो हाम्रो यो। त्यो नि हाम्रो पानी हेर्न सक्नुहुन्छ यत्रो ठुलो मुहानै यही हो। पानी यति ठुलो आएको छ मुहान। यो यहाँ खोला पनि बगिरहेको छ टक्क हेर्नुहोस्। अब यहाँभित्र छ हाम्रो पानी। यहाँबाट लगाउने गर्छौँ हामीहरू पानी। हाम्रो सरले पानी उ गर्दै हुनुहुन्छ खोल्दै हुनुहुन्छ। हो त्यही हो हाम्रो त्यहाँ चल्छ नि पानी। यो पानी जतिर पनि आइरहेको छ कि कस्तो हो। पानी पानीको मुहान पानी बगिरहेछ यस्तो पानी बगिरहेछ यत्रो धारा। त्यही हो यहाँको साउन्ड चाहिँ दामी के। रुख यो ट्याक्क छ शीतल रुख छ टक्क उता बाँसको बुट्टा छ पानी आइरहेछ होइन। यहाँ यसको रुखको तल छ अरे भन्ने सुने मैले पनि। त्यहाँबाट मुहान छ अरे त्यहाँ उहाँ माथि र त्यहाँ जान मिल्दैन हामीहरू। यहाँ पानी छ टक्क पानी खानुपर्छ हात मुख धुनुपर्छ। साउन्ड चाहिँ दामी छ कि काँड कराएर आएको छ कि यो कहाँ हो खै। ऊ यही पाइप होला हाम्रो घर तलतिर जाने पानी। त्यही गाइस यही हो। अब म हात मुख धुन्छु त्यसपछि भेटौँला है। इन्ट्रेस्टिङ कुरा चाहिँ यहाँ माथि हेर्न मिल्ने रहेछ। यही हो ट्याङ्की यत्रो छ ट्याङ्की पनि पानी आइरहेछ हेर्न सक्नुहुन्छ।
पानीको ट्याङ्की यत्रो छ। त्यही हो मुहान। ओखो त्यो मुहानबाट पानी आउने रहेछ गाइज। सरले यहाँ गर्दै हुनुहुन्छ। म चाहिँ यहाँ छु। सर र त्यो बगेर गयो त्यहाँ खोल उ छ धारा छ। यहाँ पनि ट्याङ्की पानी जम्मा हुन्छ। यहाँ पनि त्यो माथिबाट फेरि बगेर आएको पानी यता नजाओस् भनेर त्यो यो नाला काटेर यस्तो तलबाट बगाएर छन्। त्यही हो आज चाहिँ अफकोर्स पारा भन्छ यसलाई। मेरो सधैँ डेली लगाउन नसकेको पनि गाइज कहिले कहिले आउँछ। तर यस्तो हेरेर लाइक सेयर कमेन्ट अनि यसो केटाहरूलाई पनि पठाइदिने यसो टुके पुऱ्याउनु पऱ्यो के छिट्टो टुके स्पेसल गर्नु भने हो। तर टाइम पनि मिलाएको छैन। मोबाइल पनि कन्डिसनै त्यस्तै छ। तपाईँहरू हेर्नु सक्नुहुन्छ। मोबाइल अब बिग्रिया छ। 2 महिना बनेपछि म हजुरहरूलाई फेरि आउनेछु। त्यही हो माया गर्न नबिर्सिनुहोस्। माया गर्दै राख्नुहोस्। विश्वकारी ब्लग होइन पारा भन्छ। त्यही हो। अब मलाई एडिटहरू गर्नै आउन्न के त्यो थमेल समेल अनि यताउता हाल्छ नि या ऊ हाँसेको मलाई केही आउँदै आउन्न। म त यसो जस्तो हो नेचर जस्तो छ त्यस्तैमा रमाउने मान्छे म। त्यही हो। यस्तो दामी छ। यो चाहिँ आँपको बुट्टा रहेछ गाइज होइन। टक्क कति वर्ष पुरानो होला आँपको बुट्टा पनि यति ठुलो छ। पानी पनि यस्तो दामी आइरहेको छ पानी। सर हाम्रो सर पानी ट्याक्क लाउनु भयो। सर लक्क जाने त्यो मोटोबाट त्यो मोटो पनि हाम्रै हो पाइप सब। पानी त्यहाँ आयो त्यति ठुलो आयो। गाइस इन्ट्रेस्टिङ कुरा भन्नुपर्दा चाहिँ होइन म यसो पानी खान आएको। यहाँ मुहान रहेछ यार यत्रो यो दुलो। यहाँ हेर्नु न यत्रो पानी आइरहेको छ। यहाँबाट नि आइरहेको छ यहाँबाट नि आइरहेको छ। यति ठुलो पानी यहाँबाट नि आइरहेको छ। चराबाट आएको। इन्ट्रेस्टिङ कुरा यहाँ यो रहेछ यहाँको मुहानै मुहान के। त्यसै भन्छ त नेपाललाई दोस्रो पानीको धनी देश भनेर। कमेन्ट गर्नुहोस् त दोस्रो कि पहिलो। यत्रो पानी छ यहाँ। पानी यत्रो बगिरहेको छ यार। यहाँ ट्यागको म अब माछा पालन गर्नुपर्ने जस्तो सोच गरिरहेको छु। यो यहाँको ट्यागको जग्गा लगेर यो टक्क ठुलो खाल्टो बनाएर ट्यागको पानी यत्रो ठुलो पानी आइरहेछ। माछा पालन गर्नु पऱ्यो कि क्या हो। दामी छ यार। जङ्गलमा आइयो पुरै कुहिरो लाग्छ उता पछाडि। त्यही हो यहाँ चाहिँ म हातमुख धोएर आम भनेको ठ्याक्क मुहान नै भेटाइहालेँ के। मुहान भेटाएपछि त मैले अनि यसो भ्लग गराउनु पऱ्यो। हजुरलाई पनि देखाउनु पऱ्यो इन्ट्रेस्टिङ कुराहरू गोर्खाको। त्यही भएर हजुरलाई मैले हालिदिएको ट्याक्क हेर्नुहोस् कस्तो भयो। जिज्ञासा कमेन्ट पनि हान्नुहोस् है ल। त्यही हो गाइस म त पानी खान लागेको अवस्था है। पानी पनि दामी छ। यस्तो दामी छ पानी मिठो पानी छ हेर्नु सक्नुहुन्छ। ट्याक्क अब जानु लाग्छ हामी अर्को ठाउँमा। यहीँ हो नि मुहान भ्याइयो। अब यहाँ सरले जोड्दै हुनुहुन्छ ट्याक्क पानी। यो जोडिदियो भने कि ट्याक्क पानी जान्छ। अब यो पाइप छ नि यो पाइप फेरि यहाँबाट गएर यहीँ मिसिने हो। पानी त धम्लो भयो त लास्टै। लगाइ जब त्यो हाल्नुपर्ने अवस्था आइसक्यो ट्याक्क ढुङ्गाहरू हालेर ट्याक्क। त्यहाँ पनि दुलो छ र ए ठिक छ पानी दामी आइरहेको छ। कठालाई धोएर ट्याक्क राख्ने। मच्छर पनि लाग्न लाग्यो क्या लामखुट्टे खुट्टाभरि। जुत्ता यस्तो फोहोर भयो गाइस हेर्न सक्नुहुन्छ। त्यही हो। यताबाट गयो भने कहाँ जान्छ यो बाटो। गोर्खा बजार जाने बाटो यही हो गाइस। यहाँबाट गएपछि गोर्खा बजार जान्छ। यताबाट गएपछि चाहिँ तल नामजाली डाँडातिर जान्छ है यहाँबाट। अब यहाँ सरले ढाक्दै हुनुहुन्छ ट्याक्क हेर्नुहोस्। पानी पऱ्यो नि त्यहाँ त ऊ होला त फेरि।
त्यही गाइस अब हामी यही बाटो जानुपर्छ अघि नै आएको बाटै यहाँबाट पानी पनि गइरहेछ यी पानी हात धुने स्टाइल त्यही हो अब हामी एकछिन उता गएर भेट्छौँ है हिलो पनि छ खुट्टाहरू धुनु पर्यो फेरि उता जानेलाई फेरि हिलो भइहाल्ला है यहाँबाट जानुपर्छ अब यही बाटो आएको बाटो उता गएर भेट्नेछौँ गाइस त्यही हो सर हिँड्दै हुनुहुन्छ अगाडि अगाडि म पछाडि पछाडि हिँड्दैछु ट्याक्क हेलो हजुर लगाएपछि फेरि हामी अर्को मुहानमा आछौँ नि हेर्नु सक्नुहुन्छ पानी हेर्दै हुनुहुन्छ पानी चढाएको छ कि नै भनेर माथि पानी सानो आएको छ पानी त्यहाँ आएको छ यो धाराको मोटोको सानो आएको छ के भएछ त हेर्नु मिल्छ माथि यस्तो मुहान छ माथि हो किन सानो आयो त पानी के अड्डियो कि अड्डियो होला गाइस केही यो चाहिँ झाडु बनाउने ऊ हो यो लट्ठी अमिसा कुच्चो भन्ने हुन्छ नि यही हो यहाँ धेरै रहेछ यताउता हाम्रो पनि यहाँ छ ट्याक्क पारेर अब जानुपर्छ बिस्तारै माथि र यताउता मच्छर लास्टै लाग्यो मच्छरले टोक्यो यत्रो यत्रो खुट्टामा टोकिरहेछ त्यही हो सर त्यहाँ हुनुहुन्छ पानी नै चढिरहेको छैन एकछिन हामी मिलाएर अनि त्यही हो गाइस अब हामी फर्किन लाग्यो होइन पानी उता लगायौँ यहाँनिर लगाउने यो पुरै जङ्गलमा अनि लगाएर आयौँ यहाँ त्यसले टोक्यो यार किराले टोक्यो मलाई बाटो यस्तो हिलो छ पुरै हेर्न सक्नुहुन्छ यी यो बाटो पुरै हिलो नेचर हेर्न सक्नुहुन्छ यस्तो दामी छ ट्याक्क घाम पनि अब यता फेसतिर लाग्न लाग्यो ट्याक्क पारेर भाइयो सर्लक्क हिलो पनि लास्टै रातो माटो छ क्या है रातो माटो लाग्यो घाम लिक्क बिहानभरि पानी पर्यो अहिले जाँदासम्म घाम लाग्छ है बादल पनि खोल्यो पुरै त्यहाँ हेर्न सक्नुहुन्छ घरहरू यस्तो दामी छ ठाउँ गोर्खा त्यो गोर्खा बजार उयो माथिको गोर्खा बजार यो खेतहरू लगाएको हेर्नुहोस् यस्तो छ कि टक्क सम्म हुन्छ नि त उतातिर अनि यो परालको कुटी हो यो परालको कुटी हो अनि ऊ त्यो बाटो हो त्यो घर तलको बाटो त्यो माथिको खेतहरू त्यही हो ठिक छ माया छ यहाँ अगाडि घर पनि यस्तो ठाउँमा बनाएको छ नि यार हेर्नुहोस् त्यो तल माथि आएर त्यहाँ तलतिर त्यो पुरै खेत लगाउने रहेछन् त्यो पानी कहाँबाट जान्छ होला त्यहाँ फेरि अर्को इन्ट्रेस्टिङ ऊ भ्यान्टी फलाएर छु त्यहाँ भाटा हेर्न सक्नुहुन्छ केरा फलाएर छ ऊ यहाँ घरमा ठुलो घरमा गाउँघरतिर यो रुखहरू यस्तो हिलो छ नि बाटो पनि पुरै छोडिदिनुहोस् कच्चा र कुचुक जुत्ता त दिनका दिन धुनुपर्छ होला है यहाँ पनि छ यो यसको कोइरालो भन्छ यसलाई कोइरालो अघि नै बिर्सेदै भन्न कोइरालो भन्छ यसलाई यसको अचार खान्छन् यहाँ फुलहरू फैला छ टक्क तिहार पनि आउनु लाग्यो दसैँ तिहार ट्याक्क फुल यहाँ भाङको बुटा पनि रहेछ यी उक्कु पनि छ गाउँघरमा सब के छैन भन्नुहोस् न गाइस सब चिज छ हेर्नुहोस् केराको बुट्टाहरू छ अगाडि टक्क गाउँघरको मिठो यो गाडी सिडीबाट तल जाने होला यो सिडीबाट तल जाने हामी चाहिँ अब तलतिर नजाने हामी जुन बाटो आएको त्यही बाटो जाने हो अघि यो त्यहाँ ट्याङ्की 2 नम्बर ट्याङ्कीमा गएर पानी खोल्नु पर्यो 1 नम्बरमा खोलेर ट्याक्क त्यहाँ भित्र जान्छ हाम्रो उसमा घरमा माइती नेपालमा जान्छ हामी चाहिँ त्यही हो अब हिँडिरहेको छौँ यस्तो छ बाटो पनि गाउँघरको हिलो यो यी हेर्न सक्नुहुन्छ गज्याङ बुजुङ सरको खुट्टा त्यस्तै मेरो खुट्टा यस्तो भएको छ यी पुरै हिलो तर पनि भ्लग चाहिँ बन्न छाडेन कि यस्तो गाउँमा यस्तो दामी घर हालेछन् यार 2-3 ताले घर हाल्दैछन् यहाँ पनि प्लस्टर गर्नलाई बालुवा झारेर छन् यी बालुवा पनि आइसकेको रहेछ घर पनि यस्तो गाउँमा हालेर टक्क
टक्क पारेर ठिक छ केही छैन हामी हल्का उता गएर भेट्नेछौँ गाई चाहिँ लास्टै हिलो रहेछ बाटो उता गएर अनि म हजुरलाई भन्नेछु है त गाई इन्ट्रेस्टिङ कुरा चाहिँ के भयो भने चाहिँ दसैँ आइसक्यो रहेछ होइन पिङ पनि हालिसकेका रहेछन् हामी चाहिँ आएर यहाँ बसिरहेछौँ यहाँ ट्याङ्की यहाँ तल छ 1 नम्बर ट्याङ्की भन्थ्यौँ नि यहाँ छ यस्तो छ भ्यू सर त्यहाँ बस्नु यहाँ छ म यहाँ बसेछु अब यहाँ पानी हेर्नुपर्छ कि त्यसपछि हामी उता गएर अरूको लागि त्यही हो गाई अब हामी चाहिँ फर्किसक्यौँ होइन पानी अब खोल्न उता सर जानु भएको छ उतानिरै म यहाँ हिँड्दैछु पानी खोल्नुहुन्छ सरले अनि त्यसपछि अब हामी चाहिँ भित्र गइहाल्छौँ सर त्यहाँ जानुभयो पानी खोल्न पानी खोलेपछि टक्क हामीहरू निस्किनु पर्छ त्यहाँ धारामा पानी आइसक्यो यहाँ छ पानीको ट्याङ्की यत्रो यो लास्ट ट्याङ्की यहीँबाट पानी जाने पानी लाउँदै हुनुहुन्छ म यहाँ छु दामी छ सुक्या रहेछ रुक्या यस्तो दामी भयो त्यही हो गाइज होइन फाइनली चाहिँ अब हामी फर्किसक्यौँ खोलेर अब पछि आउनुपर्छ पानी बन्द गर्नलाई तब हामी जान लाग्यो यस्तो दामी भ्यू छ भ्यानलाई बेला त्यही हो जसले लाइक गर्नुभएको छैन लाइक गर्नुहोस् सेयर गर्नुहोस् सब्सक्राइब गर्न नबिर्सिनुहोस् होइन छिट्टो 2K पुऱ्याउनु पऱ्यो 20 जना मात्रै पुऱ्याउनु छ कि छिट्टो 2K पुऱ्याइदिनु न दामी सेलिब्रेसन भिडियो पनि आउँछ दामी होइन त्यही हो जसले माया गर्नुभएको छैन माया गरिदिनुहोस् यस्तो दामी छ भ्यू पनि हेर्न सक्नुहुन्छ यो मेन रोड हो यो तलको त्यो रोड मेन रोड हो त्यो पारेको त्यो छ नि पुरै त्यो खेतीपाती हो त्यो धान लगाएको हुन् यो मेन रोड भयो यहाँबाट हामी तल गएर यहाँबाट तल जानुपर्छ हेर्नुहोस् म अगाडि जान्छु समाप्त गर्न चाहन्छौँ आजको भिडियो हामी पनि नजिक आइसक्यौँ अब त्यही हो भिडियो त मलाई एडिट गर्न आउन्न होइन जस्तो छ त्यस्तै हेर्नुहोस् यहाँ सेरे छ बसिरहेको छ अर्को काले सेरे हामी हिँड्दैछौँ खुट्टा यस्तो फोहोर छ जानु पर्यो त्यही हो भिडियो चाहिँ कस्तो लाग्यो जिज्ञासा प्रतिक्रिया दिनुहोस् अर्को भिडियो चाहियो भने अब अर्को दिन आउँछ त्यही हो ल हस् त थ्याङ्क यू बाई बाई हेभ अ गुड डे